नमस्ते, यो भिडियोमा हामी कार्पल टनल सिन्ड्रोममा गर्न मिल्ने एक्सरसाइजहरू लिएर तपाईसामु उपस्थित भएका छौं। तपाई कुनै पनि कार्य गर्दाखेरि तपाईको नाडी या यो हातहरू झमझमाउने, यहाँ भन्दा नाडी भन्दा मुनि तपाईको औलाहरू झमझमाउने, केही कुरा पक्रिदाखेरि तागत तपाईको नपुग्ने छ भने तपाई यी एक्सरसाइजहरू गर्न सक्नुहुन्छ। पहिलो एक्सरसाइज चाहिँ हामी स्ट्रेचिङबाट सुरु गर्न गइरहेको छौं। तपाईले हाम्रो हातको यो र यो दुवैपट्टिको मसलहरूलाई स्ट्रेच गर्नुपर्ने हुन्छ। पहिलो चाहिँ हात यसरी सिधा राख्नुहोस् अनि नाडी बेन्ड गरेर आफूतिर तान्नुहोस्। यसो गर्दा तपाईको हात सिधा र कुइनो पनि सिधा हुनु पर्दछ। यसलाई तपाई 30 सेकेन्डसम्म रोक्नुहोस् र छोड्नुहोस्। यसलाई तपाईले 30 सेकेन्ड गरेर 3टा सेटमा गर्नु होला। अब अर्को चाहिँ यसरी हत्केला माथि गरेर राख्नुहोस् र तपाईको हातलाई आफूतिर तान्नुहोस्। मेक श्योर कि तपाईको हात सिधा छ र तपाईले कुइनो कुम्चाउनु भएको छैन। यसलाई पनि तपाई 30 सेकेन्डसम्म होल्ड गर्नुहोस् र 3 सेटसम्म गर्नुहोस्। कार्पल टनलमा चाहिँ हाम्रो यो सानो टनल नाममा टनल जस्तै सानो टनलबाट चाहिँ हाम्रो टेन्डनहरू र नर्भहरू गइरहेको हुन्छ र अब यसमा भएको टेन्डनहरूलाई हामीले चलाउनलाई टेन्डन ग्लाइड गर्न गइरहेका छौं। यसमा 5वटा स्टेप हुन्छ। पहिलो स्टेप चाहिँ हात यसरी सिधा राख्नुहोस्। सिधा राखिसकेपछि अब अर्को नेक्स्ट स्टेप भनेको तपाईहरु औलाहरू मात्रै यसरी कुम्चाउनुहोस्। यसलाई चाहिँ हामीले हुक पोजिसन भन्छौं। यसलाई चाहिँ 2 सेकेन्ड जति रोक्नुहोस्। त्यसपछि अब तपाई पुरै मुट्ठी पार्नुहोस्। यसलाई पनि तपाई 2 सेकेन्डसम्म रोक्नुहोस्। त्यसपछि तपाईले टेबल टप पोजिसन भन्छौं। टेबलमा हात राख्दाखेरि हामी कसरी राख्छौं? यसरी यो टेबल हो भने यसरी हात टेबलमा राख्छौं। यसलाई चाहिँ टेबल टप पोजिसन भन्छौं र लास्टमा चाहिँ हामीले हाम्रो यो स्ट्रेट फिस्ट यो पोजिसनमा आउँछौं है, जहाँ चाहिँ औलाहरू सिधा हुन्छ। अनि हरेक पोजिसनहरू तपाई 2 सेकेन्डसम्म होल्ड गर्नुहोस् र यसलाई पनि 2-3 राउन्ड गर्नुहोस्। फेरि रिपिट गर्दाखेरि हात यसरी सिधा राख्नुहोस्। सेकेन्ड स्टेपमा चाहिँ औलाहरू मात्रै खुम्चाउनुहोस्। तेस्रो स्टेपमा पुरै मुट्ठी पार्नुहोस्। चौथो स्टेपमा टेबल टप, टेबलको 4वटा खुट्टा, चौथो स्टेपमा टेबल टप पोजिसन र पाँचौंमा चाहिँ तपाईको यो औलाहरू सिधा राखेर मुट्ठी पार्नुहोस्। अब अर्को चाहिँ हामी यहाँ हाम्रो नसा च्यापेर यतातिर झमझमाइरहेको हुन्छ। यो औला त्यसको आदि औला। त्यो नर्भलाई चलाउनलाई हामीले अब के गर्न कसरी चलाउँछौं भनेर हामीले एक्सरसाइज गर्न गइरहेको छौं। पहिलो स्टेपमा चाहिँ हामीले यसरी मुट्ठी पार्नुहोस्। मुट्ठी पारिसकेपछि यसलाई 2 सेकेन्ड होल्ड गर्नुहोस् र आफ्नो मुट्ठी बिस्तारै खोल्नुहोस्। यसलाई 2 सेकेन्ड होल्ड गर्नुहोस् र बिस्तारै आफ्नो नाडीलाई पछाडी लग्नुहोस्। जति पछाडी लग्न सक्नुहुन्छ लग्नुहोस्। यसलाई 2 सेकेन्ड होल्ड गरिसकेपछि त्यसपछि आफ्नो बुढी औलालाई पनि पुरै तन्काउनुहोस्। यो तन्काइसकेपछि त्यसपछि आफ्नो हात यसरी घुमाउनुहोस्। यो घुमाइसकेपछि लास्ट स्टेप भनेको यसलाई पनि 2 सेकेन्ड रोकेर आफ्नो बुढी औलालाई तल तान्नुहोस्। यो पनि 2 सेकेन्डसम्म होल्ड गरेर छोड्नुहोस्। यो स्टेपहरू 6वटा स्टेपहरू चाहिँ तपाईहरुले 3 राउन्डसम्म गर्नुपर्ने हुन्छ। फेरि गर्न गइरहेको छौं। पहिला मुट्ठी पार्नुहोस् 2 सेकेन्ड, हात सिधा गर्नुहोस् 2 सेकेन्ड, पछाडी लग्नुहोस् 2 सेकेन्ड, बुढी औला पनि तन्काउनुहोस्, त्यसलाई पनि 2 सेकेन्ड रोक्नुहोस्, हात यसरी घुमाउनुहोस् 2 सेकेन्ड र लास्टमा यसरी बुढी औला तल तानेर 2 सेकेन्ड रोक्नुहोस् र 3 राउन्डसम्म गर्नुहोस्। अब हामीले अहिले नसा चाहिँ यहाँनिर मात्रै चलायौं। अब नेक्स्ट स्टेजमा चाहिँ हाम्रो नसा चाहिँ गर्दनबाट आउने भएको भएर त्यो नसाको मोबिलिटी कम हुने हुनाले हामी त्यो पुरै नसालाई चलाउन गइरहेको छौं। पहिलो स्टेपमा हामी हात यसरी राख्नुहोस्, मुट्ठी पार्नुहोस् र सेकेन्ड स्टेपमा बिस्तारै हात खोल्नुहोस्। तपाईले नाडी सिधा यसरी तल ल्याउनुहोस्। त्यसपछि औलाहरू पनि खोल्नुहोस् र बिस्तारै आफ्नो घाँटीलाई उतापट्टि लग्नुहोस् र
त्यसै गरी फेरि फिर्ता आउनुहोस् र यसलाई पनि 3 राउन्डसम्म गर्नुहोस्। हाम्रो एभिडेन्स बेस्ड प्र्याक्टिस अनुसार हाम्रो हातमा टेनिस एल्बो, कार्पल टनल या अरू पनि कुनै कन्डिसन आउँछ भनेपछि हाम्रो प्रक्सिमल स्टेबिलिटीको कुरा गर्छौँ। यो हात भनेको हातको जरा, कोर पनि भन्छौँ हामीले, यो बलियो पार्नुपर्छ। यदि यो बलियो छ भने हात स्टेबिलिटी भर्सेस मोबिलिटी, हात चाहिँ चल्छ तर चलायमान हुँदाहुँदै स्टेबिलिटी, स्थिरता पनि चाहिन्छ हातमा। त्यसको लागि हामीले स्क्यापुलर स्टेबलाइजेसन एक्सर्साइज पनि गर्न गइरहेको छौँ। त्यसको लागि आफ्नो हात यसरी सिधा राख्नुहोस्, हत्केलाहरू अगाडि फर्काएर र पछाडि हातलाई चाहिँ यसरी पछाडि ल्याउनुहोस्। तपाईँको फोकस चाहिँ दुईटै पातालाई नजिक ल्याउने हुनुपर्दछ। 1 सेकेन्ड होल्ड, 1 देखि 2 सेकेन्ड होल्ड गर्नुहोस् र अगाडि लानुहोस्। यो तपाईँले फिगर अफ ए जस्तो भएको भएर यसलाई हामीले ए एक्सर्साइज भन्छौँ। यसलाई चाहिँ तपाईँले 10 चोटि पछाडि लानुहोस्, छोड्नुहोस्, पछाडि लानुहोस्। यसलाई चाहिँ 10 रिपिटिसन गर्नुहोस्। त्यसपछि केही सेकेन्ड रेस्ट अनि सेकेन्ड सेट 10 रिपिटिसन गर्दै यसको 3टा सेट गर्नुहोस्। त्यसपछि टी एक्सर्साइज, यो चाहिँ तपाईँको इङ्ग्लिस लेटर टी जस्तो भएर टी भनेको हो र यसमा पनि हाम्रो फोकस हात पछाडि ल्याउँदै दुईटै पातालाई नजिक ल्याउने हो। यसरी पछाडि ल्याउनुहोस् र 1 देखि 2 सेकेन्ड होल्ड गर्नुहोस् र छोड्नुहोस्। तपाईँलाई एकदम हात टाढा गर्न गाह्रो भइरहेको छ, हात थाकिरहेको छ भने तपाईँले कुइनाहरू पनि मोडेर पनि गर्न सक्नुहुन्छ। तपाईँको फोकस चाहिँ दुईटा पाताहरूलाई नजिक ल्याउने हुनुपर्दछ। र लास्ट भनेको वाई एक्सर्साइज, यो इङ्ग्लिस लेटर वाई जस्तो भएर यसलाई हामीले वाई भनेको हो। यसै गरी तपाईँ हात पछाडि लानुहोस्, दुईटै पाता स्क्यापुलालाई नजिक ल्याउने कोसिस गर्नुहोस्, छोड्नुहोस्, नजिक ल्याउनुहोस्, छोड्नुहोस्। यो चाहिँ ए र टी भन्दा अलिकति गाह्रो लाग्न सक्छ तपाईँलाई र यो चाहिँ अलिक पछि सुरुवात गर्दा पनि हुन्छ। यो पनि तपाईँले 10 चोटि गर्नुहोस् र 3 सेटसम्म गर्नुहोस्। कार्पल टनल भनेको हाम्रो नसा चाहिँ यहाँ टनलमा थिचिएर हामीलाई हातमा कमजोरी हुने र हात झमझमाउने कन्डिसन हो। अब हामीले के गर्न सक्छौँ भन्दाखेरि तपाईँले एक्सर्साइज गर्दाखेरि एकदमै दुख्यो, झमझमायो भनेपछि बिस्तारै गर्नुहोस्। अर्को कुरा चाहिँ यो कन्डिसन चाहिँ हामीले धेरै समयसम्म नाडीलाई यसरी खुम्चाएर कुनै काम गऱ्यौँ भने चाहिँ हुन जान्छ। जस्तै कि टाइपिङ गर्दा या अरू कुनै काम गर्दा, बारीमा काम गर्दा जहाँ चाहिँ हामीले नाडी खुम्चाएर राख्नुपर्ने हुन्छ, त्यो अवस्थामा यो कार्पल टनल सिन्ड्रोम हुन्छ। त्यसको लागि आफूले काम गरिराखेकोमा काम गरिराख्नु भएको जुनसुकै कार्यमा पनि 30 मिनटमा ब्रेक लिनुहोस्, अलिकति नाडीलाई सिधा राख्नुहोस्। र यदि तपाईँको सिम्टम अलिक बढी नै छ भने राति पनि नाडीलाई सिधै राख्न मिल्ने बजारमा ब्रेसहरू आउँछ, स्प्रिन्टहरू आउँछ, त्यो लगाएर सुत्नुहोस्। र यदि तपाईँको दुखाइ बढ्न गएमा या ठिक नभएमा डक्टर या फिजियोथेरापिस्टलाई भेट्नुहोस्।